साथीहरु गुड मर्निङ नमस्ते सबैजनालाई म आरती पाण्डेको तर्फबाट आज चाहिँ हामी 28 किलो जाँदैछौँ। ओपीबाट चाहिँ सिधै छिरेर जाने बाटोबाट जाँदैछौँ। यो चाहिँ जङ्गल हुँदै जानुपर्छ। ठाउँमा चाहिँ ढलान भइसकेको छ, ठाउँमा चाहिँ ग्राभेल मात्रै छ। यहाँको चाहिँ प्राकृतिक नेचुरल रूपमा हेर्नु साथीहरु यस्तो देखिन्छ है। यहाँको चाहिँ जङ्गल। यहाँ बस्ने मान्छे चाहिँ एकदमै स्वस्थ हुन्छ है, स्वस्थ हुन्छ। कस्तो बाक्लो छ क्या यहाँको जङ्गल। बेलुका हिँड्दा चाहिँ अलिक डर लाग्ने जस्तो छ क्या। हाम्रो अब जलसङ्कट दोस्रो धनी देश, प्राकृतिक सम्पदाको नि देश हो नि त हाम्रो देश नेपाल। यहाँ चाहिँ फाटो गाडीहरू पनि हिँड्छन्। यो बाटो चाहिँ छिटो हुन्छ नि त, उता भुल्खेल 28 किलो निक्लिनको लागि चाहिँ। त्यही भएर सबैजना चाहिँ यताबाट पनि हिँड्नुहुन्छ। यहाँ चाहिँ कोसे थानको मन्दिर पनि छ। को आउनु भएको छ प्लिज कमेन्ट। आज के रहेछ है तलतिर चाहिँ, यहाँनिर चाहिँ एउटा रिसोर्ट छ। रिसोर्टको नाम चाहिँ मलाई पनि थाहा भएन, तर यहाँ रिसोर्ट चाहिँ ठुलो छ है। त्यहाँबाट चाहिँ हिमालहरू प्रष्ट देखिन्थ्यो है। आज चाहिँ अलिकति यो हुस्सु लागेको भएर अलिक देखिरहेको छैन। यता चाहिँ यस्तो छ है। आज यहाँ पिकनिक केही छ जस्तो छ। गाडीहरू पनि आएको रहेछ। यो हेर्दा चाहिँ ठ्याक्कै कोचबिहारी जस्तै याद आउँछ है। यस्तै छ नि त, कोचबिहारी पनि सल्लै सल्लाह भएको। मेरो श्रीमानजीको घर हो कोचबिहारी चाहिँ। यहाँ चाहिँ कोसे थान मन्दिर छ है साथीहरू। अब चाहिँ ओह्रालो छ। मेरो श्रीमानजी चाहिँ न्युटनमा जान खोज्दै हुनुहुन्छ। कस्तो राम्रो देखेको छ हेर्नु न, सल्लाहहरू हरियो भइसकेको छ है। आज चाहिँ हुस्सुले केही देखाएको छैन है साथीहरू। बर्खा लाएर है, एकदम पानी परेर। यहाँ चाहिँ मान्छेहरू चाहिँ परेर यतापट्टि साइडमा चाहिँ यस्तो छ। त्यहाँ चाहिँ यस्तो छ है साथीहरू, बताइदिनु होला। यहाँबाट चाहिँ यो बजारै देखिन्छ क्या, पुरै देखिन्छ। यो कता पनौती साइड अनि यता खड्कु अनि सबै देखिन्छ, धनेश्वर सबै देखिन्छ यहाँबाट चाहिँ। आज अलिकति हुँदै रहँ जस्तो भएर हुस्सु लागेर आज चाहिँ मजाले बर्खा लाग्छ है साथीहरू यहाँतिर। यस्तो छ चाहिँ हामी लगभग डाँडैमा आइपुगिसकेका छौँ। यतातिर चाहिँ रिसोर्टहरू चाहिँ टन्नै छ है। अब चाहिँ रिसोर्टहरू राम्रै छ यतातिर बस्दा चाहिँ। यहाँ हाइटमा है एकदम राम्रो देखिन्छ यहाँबाट चाहिँ दृश्यहरू। आज त रुख पनि नचिनिनु भएछ हुस्सु लगाएर। हेर्नुहोस् साथीहरू, यतातिर चाहिँ पुरै सुर्की लगाएको घरहरू छन् है। हामीले पनि एउटा घरमा चाहिँ सुर्की गरेका थियौँ। यस्तो
देखिरहेको छ है साथीहरू, हेर्नु न पुरा हुसु लागेर एकदमै। यहाँ चाहिँ मन्दिर पनि रहेछ नारायण। केही नदेखिनु भएछ। आज म साथीहरूलाई कस्तो राम्रो हिमालहरू देखाउने सोचमा थिएँ, केही नदेखिरहेछ कि पुरै हुसु लागेर है। यहाँ चाहिँ हाम्रै बस्ने ठाउँ, यहाँ आएर चाहिँ रेस्ट गर्न मिल्छ। यहाँ मान्छे नबसे नि एउटा कुकुर चाहिँ बसिरहेको रहेछ, उसलाई पनि बस्ने ठाउँ। के हो बियर पनि खाएर बसेर रहेछ त बियरको बोतल नि राखेको छन् क्या साथीहरू त्यहाँनिर है। आइया कस्तो हँसाउने तरिकाले राखेको क्या। ल यहाँ पनि बसिरहनु भएको रहेछ हाम्रो खैरु दिदी। यस्तो देखिरहेछ पुरा हुसुले कि अहिलेसम्म लागेको थिएन है। एक्कासी के हो यहाँतिर नि घरहरू यस्तो हेर्नु न। डिजाइन चाहिँ एकदमै मन पर्यो है मलाई यो घरको। हेर्नु न साथीहरू, माई ड्रिम्स हाउस जस्तै रहेछ। यहाँ चाहिँ रिसोर्टहरू चाहिँ डन्नै छ है। कुन रिसोर्ट हो हजुरहरू आउनु भएको छ कि छैन कृपया कमेन्ट गर्नु होला। यहाँ चाहिँ पुरै घरहरूमा सुर्की छ क्या साथीहरू। यहाँबाट चाहिँ यतालाई पनौती भन्छ, यता चाहिँ धुलखेल छ यतापट्टि चाहिँ। तर यहाँबाट चाहिँ अलिक जस्तै भएको रहेछ। देखिरहेको छ। यति घरहरू मजाले बनिसक्यो के। यो माथि घर बनाउनेले चाहिँ कस्तो आनन्द आउँछ होला क्या तर तलको दृश्य हेरेर साथीहरू। ल आज त के हो सबैतिर डगै डग। सबैजना अस्तव्यस्त छन्, काममा निस्किरहेछन्। आज त स्याटरडे, अफिस जानेहरूको लागि त बिदा छ साथीहरू। हामी जस्तोको लागि चाहिँ खै बिदा पनि नहुने रहेछ। अब 28 किलो मिराबेल भन्छ होला यसलाई चाहिँ यहाँ तललाई। त्यहाँबाट चाहिँ हामी 28 किलै होला बाँसघारी भन्छ, बाँसघारीतिर आइपुग्न लागिसक्यौँ। मेन हाइवे अरनिको हाइवेमा हामी चाहिँ आइपुग्न लागिसकेका छौँ। तपाईँहरू यता जानुभयो भने चाहिँ यता चाहिँ धुलखेल, तर हामी चाहिँ टर्निङ लिएर हामी चाहिँ बाँसघारी जानुपर्ने छ। अब यता गयो भने चाहिँ धुलखेलपट्टि जाने भयो भने यतापट्टि चाहिँ बाँसघारी अथवा बनेपा फर्किने बाटो हो कि चाहिँ साथीहरू। हामीले 1 वर्ष अगाडि गरेको घरको चाहिँ गेट मात्र लगाउन बाँकी थियो, त्यही लगाउन चाहिँ आज हामी आएको छौँ। यतातिर चाहिँ मजाले घाम लागिरहेको छ है। फेरि उतातिर चाहिँ कस्तो हुसु लागिरहेको थियो है। यता चाहिँ घाम लागिरहेको रहेछ। चाहिँ अब यात्रा गरेर हामी चाहिँ गन्तव्यमा आइपुग्न लाग्यौँ भनौँ न। मन्दिर घरहरू धमाधम बनिरहेछन् साथीहरू। मान्छेको पहिलो नेपालीहरूको पहिलो ड्रिम्स भनेकै घर बनाउनु हो र हाम्रो पनि छ र अरूको पनि त्यही हो। यस्तो देखिरहेछ यहाँतिर नै सुर्कीको प्रभाव परिरहेछ।
हामी गन्तव्यमा आइपुग्यौँ। साथीहरू यो घर चाहिँ यस्तो देखिरहेछ है। हामीले 1 वर्ष अगाडि यो घरलाई चाहिँ निकै मेहनत गरेर गरेका थियौँ कि सुर्की लगाएर होइन ढुङ्गामा लाइन तान्दा तान्दा तर एकदमै राम्रो देखिरहेछ है साथीहरू। हस् थ्याङ्क यू सो मच, लभ यु अल, बाई।